साथीहरु। हस्, पछाडिको एकजना सहभागीको लिन्छ है म। ल, म मनोज झा मुक्ति उपप्राध्यापक छु। म यहाँ 3 जना अतिथिज्यूलाई सानो सानो मेरो प्रश्न छ। सबभन्दा पहिला सञ्चार मन्त्रीज्यूलाई, यो जिल्लामा गाउँ गाउँमा जुन नेपाल सरकारले ल्याएको छ सूचना केन्द्रको स्थापना, त्यो कहिले हुन्छ? एकदम 2 टुक जवाब आउनु पर्यो। जितेन्द्रजीसँग मेरो प्रश्न छ, अहिले हाम्रो भनौँ न किस्मत लेखिरहेछ त्यहाँ। मधेसी दलहरू तपाईँले आफूलाई मधेसवादी दल जुन भन्नुहुन्छ, कहाँ हुनुहुन्छ? स्टेजमा देखिनुहुन्न, साइडमा हुनुहुन्छ कि पछाडि हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? वा तपाईँले गरेका काम मिडियाले दिइरहेको छैन, त्यो भनिदिनु पर्यो। अर्को कुरा, तुलनारायणजीसँग मेरो प्रश्न छ, मधेसको सवालमा, जनजातिको सवालमा यदि संविधान उसको म्यान्डेट अनुसार बन्दैन भने उहाँले मधेसीलाई यो भनिदिनु पर्यो, सुझाव दिइदिनु पर्यो कि मधेसले अहिलेदेखि नै के गर्नुपर्छ। धन्यवाद। हस्, मैले छोटोमा जवाफ लिहालेँ। टेलिसेन्टरको कुरा गर्नु हो भने यो वर्षको बजेटमा एकै वर्षमा नसकेला नयाँ हामीले कार्यक्रम के राख्यौँ भन्दाखेरि पहिलेको हुलाक मार्फतको टेलिसेन्टरको कार्यक्रम थोरै गाउँमा गर्दा त्यो कार्यक्रम धेरै सफल हुन सकेन। त्यसैले अहिलेको ब्रोडब्यान्ड चाँडै यो सञ्चार पुग्न सक्ने खालको तार, अप्टिकल फाइबर लगायतको वाइफाईबाट यसपालिको बजेटबाट हामीले के सुरु गर्यौँ भन्दाखेरि सबै नेपालका गाविसमा, पहाडमा, तराईमा, मधेसमा, हिमालमा पुर्याउनुपर्छ भन्ने कार्यक्रमको सुरुवात भएको छ। पहिलो भर्खर नेपालको ग्रामीण दूरसञ्चार विकास कोषमा 9 अरब रुपियाँ थियो। त्यो 9 अरबबाट यो 2टा काम, के अरे मध्य पहाडी राजमार्गबाट अप्टिकल फाइबर लिएर जाने र नेपालका सबै गाविसमा ब्रोडब्यान्ड इन्टरनेटको सेवा पुर्याउने कार्यक्रम यो पालिदेखि सुरु हुने हो, नयाँ इन्ट्रोड्युस गरेर। हस्, धन्यवाद। जितेन्द्रजी, हामी यस कुरामा अत्यन्त सतर्क छौँ। मधेसवादी दलहरू अत्यन्त सचेत छन् कि मधेस विद्रोहले जुन रगत बगाएको छ त्यो मधेसी जनताको पहिचानको लागि, समावेशी राज्य सत्ताको लागि र स्वायत्त मधेस प्रदेशको लागि यो 3टा कुरालाई समर्पण गरेर कुनै पनि हालतमा मधेसवादी दलहरूले यो मुलुकमा संविधान बनाउन दिँदैन। त्यसकारण हामी आफ्नो पहिचानको लागि, समावेशी राज्यको लागि र स्वायत्त मधेस प्रदेशको लागि आउने संविधानमा ग्यारेन्टी गर्नको लागि, त्यो कुरालाई लेखाउनको लागि संविधान सभाभित्र अहिले सङ्घर्षमा छौँ, सक्रिय छौँ र आवश्यकता पर्यो भने संविधान सभाभन्दा बाहिर गएर पनि सडकको आवश्यकता पर्यो, सडकमा गएर यो 3टा कुरा प्राप्तिको निमित्त हामी निरन्तर सङ्घर्षरत रहनेछौँ र यो वचनबद्धता म जाहेर गर्न चाहन्छु। धन्यवाद। तुलाजी, यो संविधान बन्दै गरेको क्रममा, भाग्य निर्धारण हुँदै गरेको क्रममा मधेसीले के गर्ने र त्यो कुरा सम्बोधन भएन भने त्यसपछि के गर्ने? मलाई लाग्छ 2P को फर्मुलामा हामी जानुपर्छ। एउटा, अहिले हामीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ। हामीले यो संविधानमा चाहेका के हौँ? संहिताको सवालमा स्पष्ट भन्नुपर्छ, हामी विखण्डन चाहेका होइनौँ, तर संहिता हामी छोड्दैनौँ। संहिता भनेको के हो भने पहिचान सहितको संहिता, तपाईको वेशभूषा, हाजी साहबको भाषा र संस्कृतिलाई ग्यारेन्टी गर्ने खालको संहिता संघीय प्रदेश बन्नुपर्छ र राजनीतिक प्रतिनिधित्व मधेसी समाजको, मधेसी समुदायको राजनीतिक प्रतिनिधित्वको एकदम ग्यारेन्टी हुनुपर्छ, किनभने सबै कुरा हुने राजनीतिबाट हो। शासकीय स्वरूपको सवालमा तपाईले संसदीय व्यवस्थाको लागि मधेसीहरूले वकालत गर्नुपर्छ र समावेशी सबैभन्दा महत्त्वपूर्ण कुरो हो। समावेशी भनेको राज्यको बन्दुकमा, राज्यको कलममा र राज्यले पैसा बाँड्ने ठाउँमा मधेसीहरूको उपस्थिति हुन्छ कि हुँदैन? भएन भने तपाईहरूले त्यति बेला स्ट्रिटमा आउनुपर्छ, तर अहिले चाहिँ हुनै पर्छ भन्ने दबाब तपाईहरू दिनुस्। म यति मात्रै तपाईलाई यो विषयमा आग्रह गर्न चाहन्छु।